राम्रो साग छ 5 रुपैयाँमा नि बिग्दैन यो साग के छ 3-4 डोका त हामीले घरबाट भैँसीले हालिदिसक्यो त मेरो एउटा फोटो हालिदिने मलाई भाइरल गराइदिने भन्नु छ म मान्छे भाइरल छैन। हेलो साथी नमस्ते वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी 4 जना भएर गएर यस्तो साग टिप्न आहाम 5 रुपैयाँको एउटा मुठो भन्छन्। मलाई सुनाउने अब के रे आन्टी हाली त्यही टिकटकमा हाली त्यही आन्टीले चाहिँ उता मेरो एउटा फोटो हालिदिने मलाई भाइरल गराइदिने भन्नु छ म मान्छे भाइरल छैन। अरूको मुटुले त माया गर्छ अनि मेरो मुटुले त ढुकढुक मात्रै गर्छ त नक्कली परे कि क्या हो। साथीहरू हामी अस्ति नै बागलुङ घुम्न गएको आन्टीलाई उहाँ फोटो हालिने अन्त टेन्सन परेछ। यो फोटो हो तिमीलाई त हो र मम्मीले उता कुरा लाउनु छ के गर्नु यो 5 रुपैयाँ म हो त कति किनेर खान्छु यस्तो मिठो साग नि 5 रुपैयाँको एउटा मुठा रे टाइट तरे मैले 5 रुपैयाँ किन्छु नि तलाई बेनी बजेर साग खाने आएछ फ्रीमा। यसो हाम्रो यहाँ काम नि हुन्छ यस्तो कृषक खेती गर्ने काम गतिलो रहन्छ भन्ने कुरा यो तोरीको सागले प्रुभ गरिदियो। यहाँ एक डोका छ उता अर्को डोका छ 3-4 डोका त हामीले घरबाट भैँसीले हालिदिइसक्यो।